हिमालयको छायामा जहाँ नदीहरू पुस्तौंदेखिका खरानी बगाउँछन्, एउटा प्रथा एक समय आगोमा बलिरहेको थियो, कर्तव्य, भक्ति र परम्पराको नाममा। सती प्रथा, विधवाहरूको आफ्ना पतिको चितामा आगोमा जल्ने प्रथा। यो प्रथा प्राय भारतसँग जोडिन्छ, तर यसको सबैभन्दा पुरानो अभिलेखीय प्रमाण नेपालमै भेटिन्छ। यो हो त्यो प्रथाको कथा, जसलाई रोक्न ठूलो साहस चाहिन्थ्यो। सती प्रथाको जड इतिहासको गहिराईमा छ। भारतीय उपमहाद्वीपमा यसको सबैभन्दा पुरानो अभिलेखीय प्रमाण नेपालको चाङ्गु स्तम्भबाट हो, विक्रम सम्वत 525 लिच्छविकालको। यसले एउटी रानी वा कुलीन महिलाले सती गएको उल्लेख गर्छ। सुरुमा यसलाई परम भक्ति र पतिको प्रति समर्पणको रूपमा चित्रण गरिन्थ्यो। केही हिन्दू ग्रन्थहरूले यसलाई स्वर्ग प्राप्तिको मार्ग मान्थे। सुरुमा यसलाई परम भक्ति र पतिको प्रति समर्पणको रूपमा चित्रण गरिन्थ्यो। केही हिन्दू ग्रन्थहरूले यसलाई स्वर्ग प्राप्तिको मार्ग मान्थे। तर जुन सुरुमा दुर्लभ र स्वेच्छाले भएको हुन सक्थ्यो, त्यो क्रमशः उच्च जाति र शासक परिवारमा सामाजिक दबावमा बदलियो। मध्यकालीन समयमा नेपालमा सती प्रथा व्यापक भयो। मात्र पत्नी होइन, कहिलेकाहीँ उपपत्नी, दासी र नोकरहरू पनि चितामा जान बाध्य पारिन्थे। राजपरिवार वा कुलीनको मृत्युमा दर्जनौं व्यक्तिसम्म सती जान्थे। नेपालमा सती प्रथा हिन्दू परम्परा र कठोर सामाजिक संरचनासँग गाँसिएको थियो। सती नगएका विधवाहरूले टाउको खौरिने, सादा कपडा लगाउने र कठोर जीवन बिताउनु पर्थ्यो। सुधार ढिलो आयो। भारतमा लर्ड विलियम बेन्टिकले सन् 1829 मा सती प्रतिबन्ध लगाएपछि नेपालमा पनि प्रश्न उठ्न थाल्यो। जङ्गबहादुर राणाले 1850 को दशकमा केही प्रतिबन्ध लगाए, तर उनकै पत्नीहरूले सन् 1877 मा उनको मृत्युपछि सती गए। चन्द्रशमशेर राणाले सन् 1920 जुलाई 8 मा आफ्नो जन्मदिनको दिन पूर्ण रूपमा सती प्रथा अन्त्य गरे। जबरजस्ती सती गराउनेलाई हत्या मुद्दा लाग्ने कानून बन्यो। यो नेपालको सामाजिक सुधारको एउटा महत्त्वपूर्ण कदम थियो। आज सती प्रथा इतिहासको पानामा सीमित छ।